हेलो एभ्रिवान। आजको भिडियोमा हामी सिस्टम अफ लिनियर इक्वेसन सल्भ गर्न गइरहेका छौँ, त्यो पनि इटरेटिभ मेथडबाट। यो सिस्टम अफ लिनियर इक्वेसनलाई मल्टिपल वेबाट सल्भ गर्न सकिन्छ। हामीले त्यसलाई डिरेक्ट मेथडबाट गर्न सक्छौँ। डिरेक्ट मेथडभित्र नेब गस इलिमिनेसन मेथड पर्छ, त्यस्तै गरी गस जोड्ने मेथड पर्छ। त्यसै गरी हामीले म्याट्रिक्स मेथडबाट पनि सल्भ गर्न सक्छौँ। तर यो सबै नगरेर आज हामी कुनबाट सल्भ गर्न गइरहेका छौँ? इटरेटिभ मेथड। अघि मैले भनेअनुसार डिरेक्ट मेथड र म्याट्रिक्स मेथड, म्याट्रिक्सको इन्भर्जन मेथड, म्याट्रिक्स फ्याक्टराइजेसन मेथडको बारेमा हामी कन्जिक्युटिभ भिडियोहरूमा एक्सप्लेन गर्नेछौँ। आजको टपिक्स भनेको सिस्टम अफ लिनियर इक्वेसनको सोल्युसन युजिङ इटरेटिभ मेथड। इटरेटिभ मेथड भन्न बित्तिकै यसले एप्रोक्सिमेट भ्यालु दिन्छ है, अनि जति धेरै इटरेसन हामी पर्फर्म गर्छौँ उति मोर एक्युरेट रिजल्ट आउने हो। सो यो इटरेटिभ मेथडभित्र पनि हाम्रो दुई टाइपको छ है। पहिलो भनेको गस ज्याकोबी मेथड र दोस्रो भनेको गस सिडल मेथड। यो दुईटामा धेरै सिमिलरिटी छ, एउटा सानो कुरा मात्र फरक छ है। र हामी आजको भिडियोमा चाहिँ हामी अहिले गस ज्याकोबी मेथड पढ्न गइरहेको छौँ भने नेक्स्ट भिडियोमा चाहिँ हामी गस सिडल मेथड पढ्छौँ। र यो बिचको डिफ्रेन्सेस धेरै कुराहरू सिमिलरिटी छ, एउटा सानो कुरा मात्र फरक छ। त्यो कुरा हामी क्याचअप गऱ्यौँ भने यो दुईटा प्रब्लम इजिली गर्न सकिन्छ। र यसलाई कसरी क्याल्कुलेटरमा इम्प्लिमेन्ट गर्ने, ताकि क्याल्कुलेटरमा इम्प्लिमेन्ट गर्दा हाम्रो सोल्युसन छिटो पनि आउँछ र मोर एक्युरेट पनि आउँछ। र हामी सिस्टम अफ लिनियर इक्वेसनलाई क्याल्कुलेटरमा सेट गर्छौँ। आफ्टर पर्फर्मिङ 1 2 इटरेसन देन विल गेट दि एन्सर है। सो आजको यो भिडियोमा हामी गस ज्याकोबी मेथडको बारेमा कुरा गर्न गइरहेको छौँ। यहाँनिर हामीलाई एउटा क्वेसन लेखेको छु मैले। यहाँनिर एउटा सिस्टम अफ लिनियर इक्वेसन छ, तीनवटा इक्वेसन, किनकि मसँग तीनवटा अननोन छ, x1 x2 x3 हो फाइन्ड गर्नु पर्ने भ्यालु। अनि हामीलाई तीनवटा अननोन भएको हुनाले तीनवटा लिनियर इक्वेसन दिएको छ, त्यो भनेको हामीलाई सफिसियन्ट कन्डिसन हो। र यसलाई अब हामी सल्भ गर्न गइरहेका छौँ। यो सल्भ गर्नुभन्दा पहिले एउटा सानो टर्म बुझ्न जरुरी छ, त्यसलाई हामी डायगोनली डोमिनेन्ट सिस्टम भन्ने कुरा बुझ्न जरुरी छ है। के हो त डायगोनली डोमिनेन्ट सिस्टम भन्दाखेरि यो तीनवटा इक्वेसन मध्ये कुनै एउटा इक्वेसनमा x1 को कोएफिसिएन्ट ठुलो छ रेदर देन x2 र x3 को जोड्दा भन्दा पनि। आई मिन यो पहिलो इक्वेसनमा हेरौँ त हामी एब्सोल्युट भ्यालु अफ 6, एब्सोल्युट है, नेगेटिभ भए पनि त्यसलाई पोजिटिभमा लिने, एब्सोल्युट भ्यालु 6 इज ग्रेटर or equal to x2 coefficient -2 अनि x3 1. So obviously 6 is greater 2 plus 1 3. हामीलाई 6 is greater than 3 छ नि त कुन इक्वेसनमा? फर्स्ट इक्वेसनमा। सेकेन्ड इक्वेसनमा हेरौँ भने x3 को कोएफिसिएन्ट ठुलो छ, द्याट इज -5, हामीलाई 5 भन्दा भयो, इज ग्रेटर देन अर इक्वल टु लेख्न सक्छौँ। x1 को कोएफिसिएन्ट 1 छ अनि x2 को छ 2 छ। सो obviously 5 is greater than or equal to 3. पहिलो इक्वेसनमा चाहिँ x1 को कोएफिसिएन्ट ठुलो रहेछ, कसको भन्दा? x2 र x3 को जोड्नु भन्दा, दुईटाको सम भन्दा पनि। दोस्रो इक्वेसनमा के देखिएको छ? x3 को कोएफिसिएन्ट ठुलो देखिएको छ x1 र x2 को भन्दा पनि। र थर्ड इक्वेसनमा x2 को कोएफिसिएन्ट कति छ? 7 छ अनि x1 को कति छ? 2 अनि x3 को छ 2, अनि मतलब obviously 7 is greater or greater than 4. सो यस्तो सिस्टम अफ इक्वेसन हामी के भन्छौँ? डायगोनली डोमिनेन्ट सिस्टम भनेर भन्छौँ। कुनै एउटा इक्वेसनमा x1 को कोएफिसिएन्ट ठुलो हुने, x2 र x2 को जोड्दा भन्दा पनि। अर्को इक्वेसनमा x2 को कोएफिसिएन्ट ठुलो हुने, x1 र x3 को जोड्दा पनि। र कुनै अर्को इक्वेसनमा x3 को कोएफिसिएन्ट ठुलो हुने है, कुन भन्दा? x1 र x2 को जोड्दा भन्दा पनि बेसी हुन्छ भने त्यस्तो सिस्टमलाई हामी के भन्छौँ? डायगोनली डोमिनेन्ट सिस्टम भनेर भन्छौँ। यो गस ज्याकोबी र गस सिडल मेथडमा यो डायगोनली डोमिनेन्ट हुनुपर्छ भनिन्छ, किनकि यदि डायगोनली डोमिनेन्ट भयो भने ओभियसली त्यो सिस्टम अफ लिनियर इक्वेसन के हुन्छ? कन्भर्ज हुन्छ है। अनि यो म्यान्डेटरी कन्डिसन त होइन, तर यदि यो कन्डिसन छ भने, गिभन सिस्टम अफ इक्वेसनमा यो कन्डिसन छ भने हामी रुट के गर्न सक्छौँ? अथवा हामी x1 x2 x3 भ्यालु निकाल्न गइरहेको छौँ नि,
त्यो कन्भर्जिङ हुन्छ। कन्भर्जिङ भनेको मतलब हरेक इटरेसन पर्फर्म गर्दै जाँदा इरर घट्दै जानु पर्यो के। पहिले 1 देखि 2 इटरेसनमा जति इरर थियो नि 2 देखि 3 मा जाँदा के हुनु घट्नु पर्यो नि त। यदि इरर घट्दै गइरहेको छ भने त्यसलाई हामी वी आर गोइङ टु कन्भर्ज हो। तर इरर बढ्न लाग्यो फ्लक्चुएसन हुन लाग्यो भने त्यो भनेको डाइभर्ज हो। सो यदि गिभन सिस्टम अफ लिनियर इक्वेसन डायगोनल डोमिनेन्ट छ भने है वाइल सल्भिङ बाई दि गस ज्याकोबी एन्ड गस सिडल है यसले कन्भर्ज हुन्छ भन्ने ग्यारेन्टी गर्छ। तर यदि डायगोनल डोमिनेन्ट सिस्टम भने मे बी कन्भर्ज अर मे नट बी कन्भर्ज। सो फर द कन्भर्जेन्सको लागि के छ सिस्टम अफ लिनियर इक्वेसन के हुनुपर्छ है डायगोनली डोमिनेन्ट हुनुपर्छ भन्ने कुरा गरेँ मैले है। सो अब हामी के गरौँ भने जसमा जसको कोएफिसिएन्ट ठुलो छ नि त्यसैबाट x1 लेखौँ। जुन इक्वेजनमा x1 को कोएफिसिएन्ट ठुलो छ त्यसबाट x1 लेखौँ। दोस्रो इक्वेजनबाट जसमा x2 को कोएफिसिएन्ट ठुलो छ त्यसबाट x2 इक्वल टु लेखौँ। र तेस्रो इक्वेजन जहाँ x3 को कोएफिसिएन्ट ठुलो छ त्यहाँ हामी के गर्न सक्छौँ त्यसबाट x3 इक्वल टु लेखौँ। इक्वेजनलाई रिराइट गरौँ। सो यो अब हामी यहाँ देख्न सक्छौँ ओभियसली इक्वेजन 1 मा के छ x1 को कोएफिसिएन्ट ठुलो छ। सो यसबाट x1 इक्वल टु लेख्नु पर्यो। 2 मा हेर्यौँ भने के छ x3 को कोएफिसिएन्ट ठुलो छ। सो x3 इक्वल टु लेख्नु पर्यो कहाँबाट 2 बाट। र थर्ड मा के छ x2 को कोएफिसिएन्ट ठुलो छ। थर्ड बाट हामी के लेखौँ x2 लेखौँ। यसलाई रिराइट गरौँ। हाम्रो गिभन सेट अफ इक्वेजनलाई गिभन सिस्टम अफ इक्वेजन के दिएको छ डायगोनली डोमिनेन्ट दिएको छ। सो यसलाई अब सोलुसनतिर जाउँ। ल लेखौँ पहिले स्टेपमा सोलुसनमा रिराइट द इक्वेजन such that each equation has the unknown भनेको x y z हो with largest coefficient on the left side है जुन भनेको छौँ नि हामी पहिलो इक्वेजनमा कसको कोएफिसिएन्ट ठुलो थियो x1 को। सो हामी पहिले x1 इक्वल लेखौँ। x1 लाई आइसोलेट गरौँ। यसबाट x1 इक्वल x1 के हुने भयो x1 11 है प्लस 2x2 माइनस x3 बाई 6 मा कन्स्टेन्टलाई पछाडि लेखेर अगाडि लेखौँ 2x2 माइनस x3 प्लस 11 बाई 6। दोस्रो इक्वेजनमा x3 को थियो। तेस्रो इक्वेजनमा x2 थियो। म त्यसबाट पहिले x2 लेख्छु। र थर्ड इक्वेजन सेकेन्ड इक्वेजन हाम्रो x3 इक्वल टु थियो। त्यसलाई x3 इक्वल टु लेखौँ। हामी कुनै पनि गाह्रो कुरा गरेको छैन है। जसमा जसको कोएफिसिएन्ट ठुलो छ त्यसलाई रिएरेन्ज गरेर त्यसैमा लेखेको। अब बल्ल हामी सोलुसनमा जाँदैछौँ। अब यो इटरेटिभ मेथड भएको कारणले गर्दा हामीले सुरुमा एउटा इनिसियल गेस लिनुपर्ने हुन्छ। त्यो इनिसियल गेसलाई म केही थाहा नभएको हुनाले x1 को इनिसियल गेसलाई यो 0 भनेको इनिसियल गेस म 0 लिन्छु। x2 को पनि इनिसियल गेसलाई म के लिन्छु 0 लिन्छु। x3 को पनि इनिसियल गेसलाई म के लिन्छु 0 लिन्छु। इनिसियल गेस हामी के लिएका छौँ 0 केही पनि थाहा छैन नि हामीलाई। सो अब सक्सेसिभ इटरेसनमा यो भ्यालुहरू करेक्ट भइरहेको छ। जब म इटरेसन 1 पर्फर्म गर्छु इटरेसन 1 पर्फर्म गरेपछि आउने भ्यालुमा के भनौँ x1 को नयाँ भ्यालु आउँछ नि x1 1 लेखौँला x2 1 लेखौँला x3 1 लेखौँला। सो इनिसियली म तिनटैको इनिसियल भ्यालु 0 दिएँ। यो भ्यालु म जब राख्छु नि इटरेसन 1 मा त्यसबाट आउने भ्यालुलाई म के गरौँला x1 1 x2 1 र x3 1 है। 1 भनेको इटरेसन 1 भन्न खोजेको 0 भनेको इनिसियल गेस भन्न खोजेको त्यही गरौँ है त। अब हामी पहिलो इटरेसनमा जाउँ। इटरेसन 1 मा
एजुम के मानौँ, हामीलाई केही थाहा नभएको हुनाले सुरुमा हाम्रो एजुम द इनिशियल गेस x1 को इनिशियल गेसलाई मैले के भनेको छु 0 मानिरहेको छौँ। सिमिलरली x2 को इनिशियल गेसलाई पनि 0 मानिरहेको छौँ र x3 को इनिशियल गेसलाई पनि म कति मान्छु 0 मानिरहेको छौँ। यसलाई हामी सबैले 0 मानिरहेको छौँ। यो भ्यालु राख्यो भने के आउँछ, यसको फर्स्ट इटरेसनको भ्यालु आउँछ, नयाँ भ्यालु आउँछ। नयाँ भ्यालु अब के भनौँ x11 x21 एन्ड x31। अब यो भ्यालु कहाँ राख्ने, हामी के इक्वेसनमा राख्ने हो, अघि हामी तीनटा इक्वेसन सेट गरिरहेको छौँ, रिभिजन गरेका छौँ। सो अब आउने पहिले हामी एक्सप्रेसन लेखौँ अनि भ्यालु राखौँला। x1 आफ्टर 1 इटरेसन आउने भ्यालुलाई के भयो 2, यसको इनिशियल गेस कति छ 0 नै हो। टु x2 है, 2x2 को इनिशियल गेस 0 लिने माइनस x3 को पनि कति 0 अनि कति थियो प्लस 11 बाई कति छ 6 राइट। यो भ्यालु राखौँ न, इनिशियल गेस कति राखेको हामी सबैको 0 राखेको, 0 माइनस 0 प्लस 11 बाई 6। यो भ्यालु राख्यो भने कति आउँदैछ 1 है सिम्पली 0 भइहाल्यो के रे 11 बाई 6 भनेको 1.833। सिमिलरली x2 को पनि इनिशियल गेस राख्दा के आयो त्यही एक्सप्रेसनमा 2x1 को इनिशियल गेस 0 माइनस 2x3 को 0 अनि के छ 5/7। यो पनि भ्यालु राख्न सक्छौँ हामी। त्यस्तै गरी अनि हामी एकैचोटि भ्यालु राखौँला, ठिक छ, त राख्दा पनि भयो। यो सबै 0 भयो, 2 × 0 भइहाल्यो, माइनस 2 × 0 पनि 0 नै भइहाल्यो, प्लस 5/7 र x3 1 को भ्यालु आउँदो रहेछ x1 को इनिशियल भ्यालु 0 प्लस 2x2 को इनिशियल भ्यालु 0 प्लस 1 डिभाइड बाई कति छ 5 छ है। यो सबै राख्यो भने हाम्रो 1.833 नै आउँदो रहेछ। सेकेन्डमा राख्यो भने 5/7 मात्र भयो, त्यो भनेको 0.7143। थर्ड भनेको 1/5 मात्र भयो, त्यो भनेको अभियसली 0.2। यो पहिलो इक्वेसन पछि आएको भ्यालुलाई हामी यसरी लेख्यौँ है। हामीले कुनै पनि अप्ठ्यारो काम गरेको छैन है। गिभन सिस्टम अफ लिनियर इक्वेसन दिएको थियो, यो सिस्टम अफ लिनियर इक्वेसनलाई मैले रिराइट गरेँ कसरी, यो सिस्टम अफ लिनियर इक्वेसन डायगोनली डोमिनेन्ट रहेछ। कुनै एउटा इक्वेसनमा x1 को कोएफिसिएन्ट ठुलो रहेछ x2 र x3 को जोड्दा भन्दा बढी, सिमिलरली अर्कोमा x2 कोएफिसिएन्ट र तेस्रोमा x3, जसमा जसको कोएफिसिएन्ट ठुलो छ त्यसबाट हामी त्यही एक्सप्रेसन लेख्यौँ। जसमा पहिलो इक्वेसनमा के थियो x1 को कोएफिसिएन्ट ठुलो थियो, सो मैले x1 इक्वल टु लेखेँ है। र एब्सोल्युट भ्यालु हेर्ने है, नेगेटिभ होइन, नेगेटिभ छ भने पनि पोजिटिभ लिएर बुझ्ने है, एब्सोल्युट भ्यालु हो। यस्तो देख्दा के देखियो डायगोनल पोजिसन भनेको किन हो a11 a22 a33 पोजिसन हो नि त। एउटा इक्वेसन के छ यो a11 पोजिसनमा यो छ, अनि a22 ठाउँमा के छ 7 छ र a33 ठाउँमा के छ 5 छ नि त। सिरियली हुनुपर्छ भन्ने छैन है। यसरी हेर्दा यो डायगोनल भएको पोजिसनमा के देखियो ठुलो भ्यालु छ, सो यसलाई हामी के भनेको डायगोनली डोमिनेन्ट सिस्टम भन्नु भनेको है। पहिलोमा 6 छ अनि सेकेन्डमा चाहिँ सेकेन्ड इक्वेसनमा चाहिँ के छ 5 छ जुन x3 कोएफिसिएन्ट हो, a33 जस्तो बुझ्न सक्छौँ हामी। अनि लास्ट इक्वेसनमा 7 छ, त्यो भनेको है a22 को ठाउँमा छ। सो यस्तो सिस्टमलाई डायगोनली डोमिनेन्ट भन्दो रहेछ र यही तरिकाले मैले के गरेँ लेखेँ। अब हामी के गर्न गइरहेछौँ, इक्वेसन 1 त भइ नै सक्यो। अब हामी इक्वेसन 1 मा आएको भ्यालु चाहिँ अब हामी इक्वेसन 2 मा राख्छौँ। अघि हाम्रो इक्वेसन 1 मा इनिशियल भ्यालु थाहा नभएको हुनाले मैले सबै 0 राखेको हो। अब त मलाई एउटा सेट अफ भ्यालु त आयो नि, यो सेट अफ भ्यालु चाहिँ फेरि म कुनमा राख्छु सेकेन्ड इक्वेसनमा राख्छु। अगाडि बढौँ अनि क्लियर हुन्छ। इक्वेसन 2 मा जाउँ।
use the values obtained in first iteration है भक्कको इटरेसनमा आएको भ्यालुलाई हामी केमा निकालौं सेकेन्डमा राखौं टु क्याल्कुलेट values for the second iteration. So अब आउने भ्यालु भने के हो x1 सेकेन्ड इटरेसन भ्यालु हो सेम इक्वेजनमा अब नयाँ भ्यालु अपडेट गरौं फर्स्ट इटरेसनको भ्यालु टू x1 1 minus 2x3 1 plus 5/7 छ र थर्ड इक्वेसन के छ x3 2 भनौं अब हामीलाई हामी यो 2 हो x1 1 plus 2x2 1 plus 1/5 छ सबै भ्यालु राखौं है त हामी अब 2 x2 1 को भ्यालु कति आएको छ फर्स्ट इटरेसनमा 0 हामी हेर्न सक्छौं x2 1 को भ्यालु 0.7143 आएको छ x3 को भ्यालु कति आएको छ 0.2 अनि यसलाई हेर्न कस्ट नै भइसक्यो 6 यो भ्यालु हामी राख्छौं भने आउँदै रहेछ यसलाई सिम्प्लिफाई गरौँ है सिम्पली 2.0381 यो सेकेन्डमा हेर्छौं भने 2 x1 को भ्यालु कति आएको छ 1.83333 माइनस 2 x3 1 को भ्यालु कति आएको छ 0.2 प्लस 5 बाइ कति भयो 7 यो भ्यालु राख्ने भने हामीसँग आउँदै रहेछ 1.181 आउँदै रहेछ र सिमिलरली थर्ड इक्वेजनमा हामी फेरि राख्ने भ्यालु भने x1 1 को भ्यालु आएको छ 1.83333 x2 1 को भ्यालु कति आएको छ 0.7143 अनि कन्स्टेन्ट 1 छ डिभाइड बाइ 5 यदि यो भ्यालु हामी राख्यौं भने आउँदै रहेछ 0.8524 सिम्पली क्याल्कुलेटर राखेको मात्र है अब हामीलाई क्वेशनले यति इटरेसनसम्म गर भनेर तोकेको छैन हामीले के कुरा बुझ्नु पर्यो भने इटरेटिभ मेथडमा जबसम्म दुईटा सक्सेसिभ इटरेसनको भ्यालु सेम आउँदैन तबसम्म हामी गरिराख्नु पर्छ तर त्यो हामीलाई गर्नको लागि टाइम कन्ज्युम हुन्छ सो हामी एटलिस्ट 5-6 इटरेसन गरौँ त्यसपछि हामीले लगभग भ्यालु यो आउँदै रहेछ भन्ने कुराहरु हामी के गर्न सक्छौं प्रेडिक्ट गर्न सक्छौं जब कन्सिक्युटिभ इक्वेसनमा है मानिलिउ इक्वेसन 6 मा सबै सेट अफ भ्यालु x1 x2 x3 को भ्यालु र 7 मा आएको x1 x2 x3 भ्यालु म्याच गर्छ भने बल्ल हामी रोकिन मिल्छ है त्यो भनेको स्टपिङ क्राइटेरिया हो है सो यसमा अहिले त्यो केही पनि भनिएको छैन सो यसलाई छिटो र सजिलो गर्नको लागि अब हामी यो यसलाई क्याल्कुलेटरमा सेट गर्न गइरहेका छौं र सेट गरिसकेपछि हामीलाई सिधै टेबल बनाउँछौं ताकि हाम्रो यो क्याल्कुलेसन स्किल पनि के गर्छ अनि अलिकति बढ्छ एजवेल के हुन्छ काम छिटो पनि हुन्छ र मोर एक्युरेट पनि हुन्छ सो गिवन सिस्टम अफ इक्वेसन हामी यसरी क्याल्कुलेटरमा सेट गरौँ है त हाम्रो यहाँ माथि इक्वेसन छ अब मैले हेरौं मेरो क्याल्कुलेटरमा हामी के गरौँ यसलाई x राखौँ है त x1 हान्न गाह्रो हुन्छ सिम्पली x भनौं यसलाई के भनौं y भनौं र x y त्यहाँनेर z देखिदैन x y सँगै के देखिन्छ याम देखिन्छ सो याम हाने मैले जुन x y याम भन्नु के रहेछ जुन नयाँ भ्यालु आउँछ नि x1 को नयाँ भ्यालु त्यो भनेको x हो x2 को भ्यालु म के भनिरहेको छु y भनिरहेको छु नयाँ भ्यालु र x3 को भ्यालु म के भनिरहेको छु याम भनिरहेको छु है अथवा तिमी जुनसुकै आफ्नो अल्फाबेटहरु पनि युज गर्न सक्छौ यसलाई क्याल्कुलेटरमा सेट गरौँ है र यसमा यो भनेको 2 यो x मैले यसो गर्छु x1 को यो x y याम भनेको हाम्रो जब इनिशियल भ्यालु राखिसकेपछि आउने अथवा नयाँ भ्यालु हो र मैले पुरानो भ्यालु चाहिँ मैले के भने x1 लाई म के भनिरहेको छु a भनौं x2 लाई मैले के भनौं b भनौं र x3 लाई म के भनौं c भनौं है सो म फेरि दोहोर्याउँछु ल x y याम भनेको जस्तो हामी के हो यो नयाँ भ्यालु हो र abc भनेको के हो हाम्रो है ओल्ड भ्यालु पुरानो भ्यालु हो जब हामी इटरेसन 1 गरिरहेछौं भने
इनिशियल गेस के भयो ओल्ड भ्यालु भयो सिमिलरली म इटरेसन 2 मा छु भने इटरेसन 1 को भ्यालु भनेको मेरो के भयो ओल्ड भ्यालु भयो है इटरेसन 3 मा काम गरिरहेको छु भने इटरेसन 2 को भ्यालु भनेको के भनेको ओल्ड भ्यालु भयो त्यसरी बुझ्नु पर्यो है त सो अनि भ्यालु हामी अपडेट गर्दै जान्छौं अनि हाम्रो रिक्वायर्ड एक्सप्रेसन आउँछ सो x = 2 के लेख्नु पर्यो x2 को ठाउँमा b - c + 11 / कति भयो 6 राइट यहाँ कोलन चाहिन्छ है कोलन त्यसपछि फेरि कन्टिन्यू गर्ने y = के हो 2a - 2c + 5 / कति भयो फेरि 7 फेरि कोलन र फाइनली x3 भनेको x1 छ त्यो भनेको a हो प्लस 2b + 1 / कति हो 5 हो यदि यो इक्वेसन सिट हामीले इन्टर गर्यौं भने सबैभन्दा पहिले के को भ्यालु माग्छ b को भ्यालु माग्छ किनकि इक्वेसन b देखिन्छ b को भ्यालु मैले 0 राख्नु पर्यो फेरि के राख्नु पर्यो c को भ्यालु पनि के दिन्छ 0 इनिशियल केसमा हामी 0 राखेको हो नि सबैको लागि अनि फेरि a को भ्यालु माग्छ त्यो पनि कति हुन्छ 0 राख्ने अब हाम्रो यसमा के आउँछ भ्यालु x को भ्यालु आउँछ अनि त्यसै गरी के आउँछ एकैचोटी इन्टर हान्न बित्तिकै फेरि y को भ्यालु पनि आउँछ र z को भ्यालु पनि आउँछ है सो मैले अघि सुरुमा इनिशियल गेसको रूपमा हामी के हान्छ यसको ठाउँमा यो 0 0 हानेको हो हामी सिधै इन्टर गर्ने बित्तिकै यो भ्यालु एकैचोटी आउँछ फेरि दोस्रोमा जब मलाई a को भ्यालु माग्छ नि इक्वेसन 2 मा मलाई a को भ्यालु मागेको बेलामा मैले यो भ्यालु हान्नु पर्यो है b को भ्यालु मागेको ठाउँमा के हान्नु पर्यो भ्यालु अपडेट गर्नु पर्यो नि त b हान्नु पर्यो c को ठाउँमा के राख्नु पर्यो a राख्नु पर्यो यही तरिकाले हामी के गर्छौं भ्यालुजहरु अपडेट गर्दै गर्छौं अनि हाम्रो के आउँछ रिक्वायर्ड एन्सर आउँछ म यसरी आएको कुरालाई अब सिधै म टेबलमा भर्न गइरहेको छु इक्वेसन लेखौं अनि मेरो के छ x y z को भ्यालु निकाल्ने हो इक्वेसन 1 मा आएको मेरो भ्यालु कुन थियो अघि हामी टेबलबाट लिस्ट आउट के रे हामी म्यानुअली गरिरहेका छौं अब 1.83333 डेसिमल पछि जति धेरै नम्बर लेख्यो नि त्यति छिटो आउँछ है आन्सर सो लेख्ने बेलामा कन्जुस नगर्ने y को भ्यालु आएको छ 0.7143 र z को भ्यालु आएको छ 0.2 पहिलो इक्वेसनको भ्यालु दोस्रो इक्वेसनमा यो भ्यालु अपडेट गर्दा कति आएको थियो 2.0381 सेम तरिकाले सिधै क्याल्कुलेटरमा लिन्छौं भ्यालु अपडेट गर्छौं 1.181 यसको भ्यालु 0.8524 थर्ड इक्वेसनमा आउँदै रहेछ 2.0849 y को भ्यालु आउँदै रहेछ 1.0531 र अर्को आउँदै रहेछ 1.08 हामी भन्न सक्छौं नि अब लगभग हेर त यहाँ पनि 2 आएको थियो यहाँ पनि 2 रिपिटेसन देखियो नि त यो भ्यालु x1 को भ्यालु 2 को 2 नि आसपास आउँदै रहेछ भन्ने कुरा बुझ्न सक्छौं y को भ्यालु के छ 1 को आसपास आउँछ भन्न सक्दै रहेछौं अनि z पनि 1 तिर नजिक गइरहेको छ है यसै सो आफ्टर फोर्थ इक्वेसनमा गर्यौ भने यसको भ्यालु 2.0044 आउँदै रहेछ y को भ्यालु 1.0014 आउँदै रहेछ र z को भ्यालु 1.03 र त डेसिमल पछाडीको नम्बरहरु पनि के आइराछ अनि 0 थियो यो पनि 0 आइराको छ यहाँ 0 छ यहाँ पनि 0 आइराछ अनि यहाँ पनि 0 थियो यहाँ पनि 0 आइराछ डेसिमल पछाडीको नम्बर रिपिट भइराछ है अब जति धेरै इक्वेसन गर्दै जान्छ नि डेसिमल पछाडीका त्यति नम्बरहरु के आउँछन् सेम आउँदै जान्छन् त्यो भनेको राम्रो कुरा हो र हामी यो टेन्टेटिभ के आइडिया भयो भने इक्वेसन फर्ममा जाँदा 2 को भ्यालु सरी x को भ्यालु 2 रहेछ y को भ्यालु अराउन्ड 1 को वरिपरि छ z को भ्यालु 1 छ अब हेर यो कन्भर्ट भइराको छ नि अझै गर्दै गयौं भने हामी एक्ज्याक्ट आन्सर पनि पाउँछौं इक्वेसन 5 मा हेर्ने हो भने यो भ्यालु अपडेट गर्यो भने मैले अलि थोरै अलि 1.9941 रहेछ अनि अर्कोमा 0 फेरि घटे जस्तोको पनि भयो 9903 आत्तिनु भएन है अनि 1.0014 तर 2 को आसपास पनि छ नि फेरि म 6 मा गरे भने
1.9965 आउँदो रहेछ अनि y को भ्यालु चाहिँ 0.9979 अनि z को भ्यालु निकाल्यो भने चाहिँ 0.99 यदि फर्दर मैले एउटा इटरेसन गरे भने 7 इटरेसन गर्ने भने त्यसबाट 2.000 आउँदो रहेछ अर्को भ्यालु 1.000 आउँदो रहेछ यो भनेको 1 हो र z को भ्यालु पनि 1.000 रहेछ हामीले मैले अब डेसिमल पछाडि 3 टा डिजिट लेखे है अब हामी रोकिन सक्छौं मेरो एन्सर अघि त मैले थाहा थियो नि x को भ्यालु 2 को आसपासमा आउँछ भनेर भनेको थिएँ मैले यहाँबाट हेर्दा y को भ्यालु पनि 1 को रेन्जमा आउँछ भनेर भनेको थियौं z को भ्यालु पनि है 1 को आसपासमा आउँछ भनेर भनेका थियौं नभन्दै आयो अब हाम्रो यो क्वेशन मिल्यो कि मिलेन भन्ने कुरा राख्नको लागि हामीले यो कुनै एउटा सेटअप यो भ्यालु कुनै एउटा इक्वेसनमा राखौं है ताकि यदि LHS = RHS हुन्छ भने त्यो के हुन्छ हामीले गरेको एन्सर क्लियर हुन्छ मेरो म पहिले पनि राख्न पहिलो इक्वेसन के थियो 6x1 - 2x2 प्लस यो म्यान्डेटरी हैन यो आफ्नो सेल्फ स्याटिस्फिकेसनको लागि मात्र 6 * कति आछ 2 - 2 * 1 प्लस यो पनि कति छ 1 = 11 इज इक्वल अर नट 12 - 2 + 1 12 - 2 10 + 1 11 = 11 so we can say that हामीले निकालेको एन्सर करेक्ट छ यसरी हामी यो चेक गरेर त देखाउनु पर्दैन तर हामीले के गर्न सक्छौं है आफ्नो सेल्फ स्याटिस्फिकेसनको लागि हामी चेक गर्न सक्छौं यसरी आजको भिडियोमा हामी गस ज्याकोबी मेथडको बारेमा कुरा गर्यौं नेक्स्ट भिडियोमा चाहिँ हामी गस सिडलको बारेमा कुरा गर्छौं